हेलो गाइजहरु, अब हेर्नुस् यहाँ मेरो अर्ग्यानिक तरकारीहरु टक्क यहाँ लगाएको बोडाले हेर्नुस्। लौरे सिमी मैले एकचोटी टनल बनाएर हालेको थिएँ त, त्यही हो। अनि यो हाम्रो काउली, अर्ग्यानिक काउली बिना विषादीको, हेर्नुस्, बिना विषादीका काउली फुलेका छन्। अर्ग्यानिक खाइन्छ गाइज। हुन्छ। अनि यता पनि अब यहाँ लौरे सिमी हुँदैछ। यहाँ पनि लौरे सिमी लगाइएको छ। फर्सी, लौरे सिमी, यो मेरो तरकारी बारी। यो भेन्डा, बैगन पनि छ। हेर्नुहोस्, अर्ग्यानिक हाम्रो यी यस्तो झ्याग्रा लगाउनेले हेर्नुहोस्। यस्ता नयाँ नयाँ यहाँ काउली बन्दा पनि छन्, ड्रागन फ्रुट पनि छ। लिची, कागती। म अब ओरिजिनल कृषक। गोजा दाम छैन हजुर भन्थ्यो एउटा, त्यस्तै दाम छैन। अनि ल हेर्नुहोस्, अब हामीले घरमै लाएर केरा खाइन्छ। केरा पसाउन लाखा यता फेरि सागहरू छ। तपाईँ अर्ग्यानिक खाने हो, बिना विषादीको। हेर्नुहोस्, हर कुरो। केरा पनि किनेर खाइँदैन है, आफ्नै घरमा उत्पादन। म भनेको यस्तो अर्ग्यानिकवाला लगाइस्। लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोस्। नयाँ नयाँ भिडियोहरू नि हेर्नु होला फेरि। ल हेर्नुहोस्, ल बाई बाई। लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोस्।